यो हाम्रो धान बोएको खेतमा हिजो राति पानी परेर यस्तो खोला बनाइदिएको छ। पुरै खोला जस्तै बनाइदिएको छ। हेर्नु त, पुरै धान च्यापेर हेर्नु, म अगाडि देखाउँदैछु। उता त झन् पुरा नदी जस्तै देखाइरहेको होला। त्यहाँ अगाडि पुरा ताले तालमा म जुम गरेर देखाउँछु है हजुरहरूलाई। ल हेर्नु त, पुरै पानी पानी। यस्तो पानी पर्यो, यस्तो पानी पर्यो। अलग चढ्नु पऱ्यो। योपालि त धेरै नोक्सान गर्यो पानीले। पानी परेन भन्दैछु, झन् यस्तो पानी पर्यो, पुरै धानै च्यापिदिएको छ। म पानी हेर्न जाँदैछु, मेरो पछाडि मेरो जुली पनि आइरहेको छ। ल हेर त, मेरो पछि ल मेरो नजिकै पुगिहाल्यो। ल हेर्नु त, त्यो पानीमा किन चलेको जुली? जुलु, त्यो पानीमा किन चल्या हो? यत्रो पानी, यत्रो पानी, हे भगवान्! यस्तो पानी आउला सोचे पनि थिएन। सोचेको पनि थिएन। ल हेर पानी, ओ हेर धान त देखिरहेको छैन। ओ पानी पानी पुरै। यो हो लालझाडी 1 बिनबारी कञ्चनपुर।